सो नमस्ते एभ्रिवान, दिस इज म यो भिडियो नेपाली बनाउँदै गइरहेको छु आज। सो तपाईँले मेरो बोर्डमा हेर्न सक्नुहुनेछ यहाँनिर है, यो के हरियो जस्तो एलो काइन्ड एलोलाई के भन्छ एम्बर नेपालीमा भनेको सो खैरे भन्छ, पहेँलो एन्ड रेड रहेको छ, रातो। सो यो तीनवटा कलर तपाईँले देख्न सक्नुहुन्छ। हुन त यो नर्मली ट्राफिक लाइटहरू जस्तो देखिरहेछ। सो यो चाहिँ बिगेस्ट चेन्ज आउँदैछ कहाँ भने युकेभिआई। तपाईँले हेर्नुहुन्छ द युके होम अफिस इन्ट्रोड्युसेस द ऱ्याग द रेड एम्बर एन्ड ग्रिन रेडिङ सिस्टम फर अल द स्टुडेन्ट भिजा स्पोन्सर युनिभर्सिटी। यो भनेको चाहिँ के भने उनीहरूले एउटा पोलिसी ल्याएर आएको छ, जस अन्तर्गत चाहिँ के हो त युनिभर्सिटिजहरूको क्याटेगोरी चाहिँ छुट्याएको छ। रेड एम्बर भनेको एलो, त्यसपछि चाहिँ नि अर्को ग्रिन। सो यो तीनवटा क्याटेगोरीहरूमा चाहिँ युनिभर्सिटिजहरूलाई छुट्याउँदैछ। यो स्टार्ट चाहिँ इम्प्लिकेसन भन्छ, यो चाहिँ जुन मन्थबाट स्टार्ट हुँदैछ, यानि कि केही दिनपछि केही विकपछि स्टार्ट हुँदैछ। सो विशेष गरिकन मलाई थाहा छ नेपालीहरू धेरैले युके पढ्न चाहनुहुन्छ। आज धेरै रिजनहरू छन् त्यसको पछाडि, तर ऱ्यान्डम युनिभर्सिटी चुज गरेर हुन्छ। यदि तपाईँको युनिभर्सिटिजहरू चाहिँ के त रेडमा पऱ्यो, ल मानौँ न अब यो रेड क्याटेगोरीमा पढ्न थाल्यो भने भिजा रिजेक्सन रेट एकदमै हाई छ, अनि युकेभिआईको कल आउने चान्स पनि एकदमै हाई हुन्छ। अनि अब एम्बरमा परेको छ भने ठिकै खालको, धेरै राम्रो युनिभर्सिटी नै खराब पनि होइन, ठिकै खालको भन्ने चाहिँ एम्बर भन्छ। ग्रिन भनेको चाहिँ एब्सोल्युट एक्सेस, तपाईँको भिजा चान्सेस एकदमै हाई रहनेछ। सो अब कन्फ्युजन के हुनु भएन भने तपाईँले के सोध्नुपर्ने हुन्छ, कुन क्याटेगोरीमा मेरो युनिभर्सिटी पढ्छ। सो त्यो चाहिँ तपाईँहरूले तयार गर्नु होला। किन भन्दाखेरि तपाईँले पहिला जस्तो ऱ्यान्डमै जसरी हुन्छ लाग्ने हो जाने भन्न थाल्यो भने तपाईँको भिजा एकदमै म्यासिभली रिजेक्ट हुनेवाला छ। त्यसले गर्दा त्यो गल्ती नगर्नको निम्ति तपाईँहरूले चाहिँ के त कुन क्याटेगोरीमा तपाईँले एप्लाई गर्ने युनिभर्सिटी पढ्दैछ भन्ने कुरा तपाईँले हेर्नुहोस्। होइन भने यु गन कम्प्लिटली गेट रिजेक्टेड। यो तपाईँले बुझ्नु भएन, यु निड मोर कन्सल्टेसन फर फ्री अफ कस्ट, then come to Beyond Education. We will help you to go to United Kingdom always, just like we do. Thank you.